पाकको पल्कमा सबैजनालाई वेलकम छ है हजुरलाई। हामी चाहिँ आज यसो सिजनेटको रामकोट भन्ने ठाउँमा यसो खेल्न आएको, नेट सिजनेटको जोड्न आएको र ठाउँ त रमाइलो रहेछ यार। यो ठाउँ भने पुरै डाँडै काँडाले त कला होइन रहेछ ठाउँ, जस्तो बबाल रहेछ। अब टारले धोका दियो हामीलाई, 200 मिटरभन्दा टाढा छैन रहेछ हामीसँग। उहाँ दाइको घर चाहिँ अब लगभग 250 मिटरको पर रहेछ, उहाँ माथि पर, तर गाह्रै भयो क्या। अब यसो केटो चाहिँ माथि राख हाम्रो होइन, ट्याक्क लगाएर त्यहाँ बसेर लोकेसन हेर्दै अब यसो पठाइदिन्छन् कम्पनीमा अफिसमा सर लाएर होइन। तर ठाउँ चाहिँ भोबाल रहेछ क्या, खतरा रहेछ क्या। ल गाइस, हामी सिजनेट ओटेक पिबिटिएलटिडीबाट हो। हामी चाहिँ कनेक्सन टिम हो। आज चाहिँ हाम्रो कनेक्सन टिकट चाहिँ हाम्रो यहाँ रामकोटमा पुगेको थियो। त्यो रामकोट चाहिँ एकदमै सुन्दर ठाउँ रहेछ। त्यहाँ चाहिँ टिकट आएको लोकेसन भन्दा हामी कहाँ पुग्यो। तार चाहिँ हामीसँग वायर 200 मिटर मात्र भयो, त्योभन्दा माथि पुगेन। 250 मिटर भयो। त्यसो भए हामी चाहिँ भलक बनाउँदै यो ठाउँ चाहिँ रमाइलो रहेछ रामकोट चाहिँ। हजुर होइन डाँडोमा पनि छ, यहाँ चाहिँ अफरोड पनि रहेछ, एकदम बबाल रहेछ नि ठाउँ चाहिँ। हामी चाहिँ अब हाम्रो यो कनेक्सन टिमको भिडियो आउँछ, अब भ्लग आउँछ, सबैजनाले हेरेर लाइक सेयर कमेन्ट। अनि तपाईँहरूको कनेक्सन छ भने डाइरेक्ट हामीलाई कल गरेर हुन्छ ल। हामी ट्याक्कै आउँछौँ। लोकेसन चाहिँ रमाइलो छ एकदम। सबभन्दा धेरै 250 MBPS छ। मोबाइल चल्छ यसले पनि 250 मिटरसम्म नै धान्छ मजाले, मजाको रेन्ज हुन्छ। सस्तो पनि छ, मस्त छ। अनि यसको अफरहरू पनि धेरै छ। यो अफर बुझ्नलाई चाहिँ हामीलाई कन्ट्याक्ट नगर्नु होला। अफर बुझ्नको लागि चाहिँ त्यो सिजनेटमा नै कल गर्नु होला। यहाँ चाहिँ अलिकति अफरोड बाटो बायोमा नम्बर राखिदिन्छौँ। हजुर हजुर, बायोमा सिजनेटको नम्बर, त्यसपछि हाम्रो नम्बर राखिन्छौँ। यो घर चाहिँ कस्टमरको घर हो, यहाँ राख्नुपर्ने हो। यो चाहिँ बाहिरपट्टि मात्रै हो। अनि हाम्रो सिटिभी चाहिँ ऊ तल मेन रोडमा नै छ। मेन रोडमा छ सिटिभी 105 समथिङ कति छ। यो पोलबाट तानेर, पोल पनि फेरि पोलको डिस्टेन्स पनि टाढा टाढा छ। ऊ यस्तो बाटो छ। म्यापमा चाहिँ 120 मिटर जति देखाउँछ। तपाईँको यो चाहिँ 200 मिटरले नभ्याउला जस्तो छ, अलिकति पोसिबल छैन। यहाँ चाहिँ यो बाटो ल्याउनुपर्छ, डाइरेक्ट ल्याउनु चाहिँ मिल्दैन। यतातिर घर जग्गाहरू छ, घरहरू पनि बन्छ होला पछि, नबने पनि यहाँबाट चाहिँ तान्न मिल्दैन। यो साइडबाट लानुपर्ने चाहिँ यो साइडबाट नै हो। सिटिभी भनेपछि हाम्रो सिटिभी चाहिँ म्यापमा चाहिँ लोकेसन 120 मिटर नै देखाउँछ। सिटिभी भएको बक्स पोल चाहिँ यो पोलबाट यस्तो तान्नुपर्ने हो। यो पोलमा भने अलिकति पोसिबल हुन्थ्यो, यो पोलमा पनि छैन। सिटिभी भएको पोल चाहिँ यो पोल, त्यो पोलमा चाहिँ छ हाम्रो बक्स। यताबाट चाहिँ भ्याउन अलिकति मुस्किल छ। घर चाहिँ ऊ त्यो टपमा रहेछ। त्यो 1 2 3वटा पोलमा 50-50 मिटरको त्यहाँ देखिएछ। ऊ त्यो पोलमा हेर्दाखेरि चाहिँ 3वटाको 150मा, यो पोल म ठ्याक्कै भिडियो बनाइरहेको पोलसम्म चाहिँ 200 मिटरले हुन्छ। त्यो हाम्रो बक्स चाहिँ तपाईँको त्यहाँनिर छ कि, त्यो पोलबाट यहाँ 50 छ भनेपछि हामीसँग वायर भएको चाहिँ 200 मिटर मात्रै हुन्छ। अनि त्यसैले तपाईँको त्यो घरसम्म पुग्दैन। ऊ त्यो पोलसम्म चाहिँ पुग्छ, त्यतिसम्म पुगेर कामै हुँदैन, फेरि अर्को जोड्न पनि मिल्दैन। त्यसैले अहिले चाहिँ हामी अफिसमा कम्प्लेन गर्छौँ यो पुग्दैन भनेर। अनि अफिसले चाहिँ सिटिभी त्यो पोलनिर अथवा उता कतै बिचतिर राख्यो भने चाहिँ तपाईँले फेरि कल गर्नु होला नि। मैले भिडियो शुद्ध अफिसमा पठाइदिएको छु।
एकदम बवाल छ काठमाडौँ भ्यालीभन्दा बाहिर जस्तो देखिन्छ तर काठमाडौँ भ्याली जान यो रामकोट सिमीकोट भने जस्तो रामकोट हो क्या यो पनि म चाहिँ सिमीकोटको अब सिक्न अवस्था सिमीकोट हजुरहरूलाई चाहिन्छ भने सम्पर्क गर्नु होला टिकट घरमा ट्याक्क जोडी आइहाल्छौँ हामी होइन कल गरेको 15-20 मिनटमै हो क्या फेरि हामी धेरै टाइम खेल्न पर्दैन